हेलो साथी हो, आज फेरि हामी मेडे मनाउन जाँदैछु। म र मेरो भाइ अहिले चाहिँ चिसो पानी खाँदैछ। पुरै चिसो। अब चाहिँ भाइ अगाडि अगाडि हिँड्दैछ, हिँड्छुटो चिसो पानी खाँदै। हामी चाहिँ जानुपर्ने यहाँदेखि बहुत टाढो। आज चाहिँ मेडे हुनाले सबैको छुट्टी छ, यसको पनि छुट्टी, मेरो पनि छुट्टी। अब चाहिँ हामी जाँदैछौँ। ल साथी हो, अब चाहिँ हामी हिँडेको म र भाइ ऊ पर बसिरहेछ। अब चाहिँ हामी कालीझोडा आइपुग्यौँ। यो मुनि चाहिँ कालीझोडा हो। अब चाहिँ हामी कालीझोडा आइपुग्यौँ। ऊ पर कपाल काट्नु जाने। अब त्यहाँ स्यालुन दोकान छ, यो स्यालुन दोकान। A few moments later. अब चाहिँ हामी कालीझोडामा कपाल सपाल काटेर अब हिँडेको। अब तल जाने भन्दैछ भाइले। आज चाहिँ बहुत जाम रहेछ, गाडी पुरा कुदिरहेछ। अब चाहिँ हामी त्यो पर गाडी राखेर यो भाइले खोला हेर्नु जान्छु काली खोला जाँदैछु। चाहिँ रात परिसक्यो। अब त्यसै खोलामा यसो के गर्नु र यसको इच्छा पुरा गर्नु। माछा पक्रिनु त सक्दैन, हेर्नुलाई जाँदैछौँ। यो जाँदैछ आज माछा हेर्ने हेरे बच्चा हेर आसस। ल है साथी हो, हेर्दै गर्नु ल। हेर्नुहोस् है साथी हो, यो चाहिँ ट्रेनको लिक। यो माथिको चाहिँ यो चाहिँ अन्डरग्राउन्ड भएर गएको छ ट्रेनहरू। सिक्किम रम्फू जान्छ माथिबाट। यो पहाडको भित्र खोपेको छ भित्र हो। देख्नुभयो होला साथी हो, त्यो चाहिँ ट्रेनको लिक माथि भएर गएको छ। यो ट्रेनको लिक चाहिँ सिधै सिक्किम जान्छ। माथि छ। पछि आयो चालु भएपछि चाहिँ एकपल्ट सिक्किम जानुपर्छ। ल भाइ ओके, जानुपर्छ। अब चाहिँ खोला आइपुग्ने भाइ। खोला काली खोला, यसलाई भन्छ काली खोला बगरा। देखिस् काली खोला। त्यहाँबाट त अन्त त्यो पहाडको भित्ताबाट त्यहाँबाट चाहिँ यो पुल बनिएको देखिनुहोस् वरपर। त्यो पहाडबाट चाहिँ त्यो खोपेर त्यहाँ टोर्का छ अन्डरग्राउन्ड। काली खोला यसलाई भन्छ। देखिस् यो तलको यो पुल चाहिँ हाम्रो काली खोलाको पुल। इलेक्ट्रिसिटी ऊ माथिबाट पानी तानेको छ, त्यो माथिबाट कम्पनीले। यो माथि इलेक्ट्रिक छैन, पानी यत्रै हो नि। पानी घटै छ, अब बर्खामा ठुलो हुन्छ। माछा हेर्लु त्यहाँ हेर त, गतिलो हेर त। कत्लेहरू छैन यतापट्टि हेर। खोइ गङ्गटा, ए गङ्गटा पो हेर। गङ्गटा के छ हेर। ल हेर्नुहोस् है साथी हो, आज चाहिँ हाम्रो भाइ माछा हेर्छु भनेर खोला लिएको छु। आज मेडे मनाउनु चाहिँ यसको माछा हेराइ मात्रै हुने रहेछ आज। त्यहाँ ढुङ्गामा बसेर माछा हेरिरहेछ। त्यही त, आज तेरो माछा हेराइ मात्रै हुन्छ, मारा होइन। गतिलो त्यहाँ हेर न माछाहरू हेर। छैन, पुरै लेउ पलाएको छ नि त। कसले यसमा पोइजन लागेको थियो होला हौ, विष लागेको थियो होला। हेर त लेउ पलाएर कालै भइरहेछ। कालो होइन, यो पुरै लेउ भइरहेछ। साथी यो चाहिँ यसलाई हामी काली खोला भन्छ। यो चाहिँ काली खोला हो। यो तल देख्दै गरेको ब्रिज चाहिँ काली खोलाको पुल। त्यो ब्रिजबाट चाहिँ यता सिधा गयो भने
सिक्किम जान्छ यता गयो भने तल सिलगढी पुग्छ यो ब्रिज छ ब्रिज भन्दा पनि यो ट्रेनको लिक यो चाहिँ सिधा रम्फूसम्मको जोडिएको छ रम्फू सिक्किम अन्त यो चाहिँ हाम्रो गाउँदेखि अलिकति तल पर्छ हाम्रो गाउँ चाहिँ यो माथि पर्छ यो माथि डाँडामा त्यहाँबाट सिधा भएर झर्नुपर्छ साबुन त्यहाँ छोड यता आइज त जोसुकै होस् त्यो नचला यो पारी देख्दैको डाँडा चाहिँ साथी हो त्यसलाई चाहिँ पन्बु डाँडा भन्छ त्यो माथि पन्बु यो माथि समतारहरू भन्छ के लैजा लै साथी हो अब हाम्रो भाइले माछा पनि हेरिहाल्यो माछा पौडी त खेलाइन अलिकति ठन्डा भएको हुनाले अझै रम खेल्दैछ पानी खेल्दैछ उ तल त्यहाँ बसेर पानी खेलिरहेको छ आजलाई यति नै लै साथी फेरि नेक्स्ट टाइम तपाईँलाई अलिक राम्रो भिडियो लिएर आउनेछु हेर्दै गर्नु होला लै साथी हो आजलाई यति नै तपाईँलाई फेरि नेक्स्ट टाइम अझै राम्रो भिडियो लिएर आउनेछु हेर्दै गर्नु होला